डोरेमनलाई फोन लिएर जानु भनेको त डरले अन्त हगिज लगाइन्जेल भयो देखेर त लाट्यो त भाइ त तँलाई डर लाग्यो मोटो मोटो मान्छेलाई चाहिँ यस्तो पर्दछ अलिक साह्रो आएपछि हामी कहाँ गएको अरे इङ्सो नाम्ची खोला गएको अरे हामी ल साथी हो नाम्ची खोला हिँडेको हामी इङ्सो कहाँ गएको अरे नाम्ची खोला मेरो साथी देखाइदिनुस् मलाई भन्छ लागा कस्तो भयो जिल पाइन खेलेको चाहिँ पर हेड 400 रुपियाँ रहेछ र 3 जनाको 1200 रुपियाँ गयो मेरो र आज चाहिँ हामी तिमीतारको भिजिटमा थियौँ र यहाँनिर है फ्यामिली घुम्नु गएको थियौँ कहाँदेखि भन्दाखेरि जोरथाङदेखि नाम्चीदेखि तिमीतारको जानु पर्यो अनि यो जग्गामा जानुको लागि चाहिँ अहिलेको सिजन चाहिँ यो सिजन चाहिँ चेरी ब्लोसम हुँदाखेरि चाहिँ राम्रो देख्दो रहेछ र मान्छेको भिडहरू पनि यति बेसी हिजो पनि मैले भनेको थिएँ जोरथाङ मेलाभन्दा कमी चाहिँ थिएन है रोडमा 2 किलोमिटरभन्दा बेसी 1.5-2 किलोमिटरभन्दा बेसी चाहिँ गाडीको जामै हुँदै थियो साइडमा पार्कहरू गरेको र तपाईँहरू यो सिजन भ्याउनु भएन भने है नेक्स्ट इयरको सिजन अवश्य भिजिट गरिदिनु होला किन भन्दाखेरि मैले पनि यो सिजनमा मेरो पनि फर्स्ट एक्सपिरियन्स हो त्यसैले गर्दाखेरि मलाई एकदम मजा लाग्यो खुसी लाग्यो है धेरै कुराहरू हेर्ने कुराहरूदेखि लिएर स्टलहरू लगाएकोहरू पनि लागेको रहेछ र धेरै नयाँ चिजहरू देख्नु पाएँ धेरै नयाँ कुराहरू हेर्नु पाएँ त्यसैले गर्दाखेरि बेसी भिड चाहिँ फेरि मान्छे र गाडीको भिडले चाहिँ अलिकति हामीलाई प्रब्लम गर्यो र गाडी राख्ने जग्गा नपाए